हेलो साथीहरू, वेलकम टु माई फर्स्ट मिनी ब्लग। यो चाहिँ मेरो फर्स्ट हो अनि आज चाहिँ हामी तल कुसुम सर्न जाँदैछौँ अनि त्यसै मौकामा हामी ब्लग बनाऊँ न त भनेर ब्लग बनाउँदै गएको। अनि तल कुसुम सर्न चाहिँ म, मम्मी, बहिनी, भदैनी जान लागेको। म र मम्मी चाहिँ पछि नै कुरा गर्दै गइरहेको थियौँ अनि बहिनी र भदैनी चाहिँ अगाडि गइसकेको थिइन् अनि हामी चाहिँ कुरा गर्दै गइरहेको थिएँ। मम्मीले चाहिँ तेरो कपाल यस्तो छ उस्तो छ भनेर सोध्नुहुन्छ अनि मैले चाहिँ यस्तै त तपाईँको नि यस्तै यस्तै छ भन्दै कुरा गर्दै हामी गइरहेको थियौँ। अब आउनु लाग्यो होला है मम्मी भनेको त नि ठ्याक्कै फेरि मम्मीले छैन भन्दै हात हल्लाउँदै बस्नुभयो अनि म चाहिँ हाँसेँ अनि अब आइहाल्ने नि यति तल त हो भनेको अनि आइहाल्यो भन्नुभयो मम्मीले पनि। त्यसै कुरा गर्दै अघि बढ्दै गयौँ। आजको त कस्तो घाम लागेको थियो कि मेरो पुरै टाउकै दुखेको थियो। त्यही नि हाँस्दै मजाक गर्दै गयौँ अनि हामी त एकछिनमै आइपुग्यौँ कि तल आइमा बस कुसुम सोर्नलाई पनि हामीले त एकछिनमै 2 ढोक्रा बनाइहाल्यौँ। अब भारी बोकिहाल्यौँ अनि जान लागेको। मम्मी यहाँ माथि बहिनी र भदैनी उनीहरू पनि आइन अब चाहिँ जानु पर्यो भनेर गएको। अहिलेको लागि यति नै, लास्टसम्म हेर्दैमा धन्यवाद, बाई बाई।